यो भिडियो चाहिँ हो शनिबारको दिनको। हामी चाहिँ छोरीलाई 1.5 सालको सुई हान्न भनेर सेक्सन हस्पिटल जाँदै थियौँ। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, स्वागत छ तपाईँहरू सबैजनालाई फेरि पनि मेरो एउटा नयाँ भिडियोमा। गाइस, तपाईँहरू पनि सोच्नुहुन्छ होला यति लेट किन पोस्ट गर्दैछ भनेर। म चाहिँ गाइस भन्नुपर्दा फेरि नि त अब यस्तै के टाइमै मिलेको छैन कि, घरि यता घरि उता। अब टाइममा भिडियो दिन्छु भन्दा पनि के भन्नु गाइस, कता न कता केही न केही मिलिरहेको हुँदैन। म भोइस रेकर्ड गर्न त बस्छु नि गाइस, तर के गर्नु, भोइस रेकर्ड गर्न मतलब यति अप्ठ्यारो लाग्छ। घरि के भन्नुपर्ने के भनि पाइहाल्छु, फट्छ नि कि कोही आइदिन्छ कि के बज्छ, त्यस्तै हुन्छ र गाइस मलाई मनै लाग्दैन कि। अनि फेरि जब शान्तिमा बस्छु, जब एक्लै बस्छु अनि मात्रै भोइस रेकर्ड आरामसे हुन्छ। अहिले पनि त्यही हाल हुँदैछ गाइस, नानी केटाकेटीहरू सुतिरहेछन्, म चाहिँ यता भोइस रेकर्ड गरिरहेको छु। र गाइस अनि हामी चाहिँ त्यो दिन नि त शनिबारको दिन चाहिँ नानीलाई सुई हानिसक्यौँ। 2टा सुई थियो नानीको चाहिँ, अनि 2टा खुट्टामा हान्दियो। अनि हानेर चाहिँ हामी लगाएर चाहिँ यता मार्केटतिर गयौँ। नानी चाहिँ एकछिन रोइन्, लगाउन्जेल चाहिँ रोइन्, त्यहाँ पछि त मतलब रुन छोडिन् के। अनि र अरू बेला पनि त्यति साह्रो दिगदार दिने थिएनन्। अनि अब चाहिँ आज चाहिँ के हुन्थ्यो त्यो चाहिँ हामीलाई अब थाहा थिएन नि त होइन। र राति पनि दिगदार चाहिँ दिनन् गाइस, त्यस्तो साह्रो दिगदार केही पनि दिनन्। खालि अलिकति अब ज्वरो सोरो अलिकति रुन चाहिँ भयो, तर त्यस्तो साह्रो ज्वरो आउने हन त्यस्तो खालको चाहिँ भएन के। र गाइस हामी चाहिँ त्यति बेला अनि मार्केट गएर के खायौँ। त्यसको बादमा चाहिँ हामी चाहिँ यता मार्केट अब बजार सजार गर्न थियो नि त, के अरे यो सब्जीहरू पनि लिन थियो। र नानीहरूलाई 1-2टा जुत्ताहरू के लिदिन्छु भनेर सोच्दै थिएँ कि। अनि लिन चाहिँ जुत्ताहरू लिदिएँ नानीको लागि, बाबुको लागि। अनि यता चाहिँ मैले मेरो लागि पनि लिएँ। अब यताउति हिँड्न चाहिन्छ नि त है, त्यो भनेर चाहिँ मैले मेरो लागि पनि लिएँ। अनि सब्जीहरू पनि के लिएँ, फ्रुट्सहरू लिएँ। त्यसको बादमा चाहिँ गाइस एकछिन चाहिँ के भयो भने नि त त्यहाँनिर स्कुटी एकदम से खराब भइहाल्यो के। खराब मतलब ब्याट्री डाउन भएको रहेछ। अनि एकछिन ती टाइम लाग्यो गाइस। अनि त्यहाँ बनाइदिनु भयो, बनाएर चाहिँ हामी घर आयौँ। अनि यहाँ चाहिँ म तपाईँहरूलाई देखाउँदै थिएँ मैले चाहिँ के लिएँ भनेर चाहिँ नि त। नानीको जुत्ता, मेरो जुत्ताहरू देखाउँदै थिएँ तपाईँहरूलाई, सक्सहरू लिएँ त्यति। तपाईँहरूलाई चाहिँ नानीको जुत्ता कस्तो लाग्यो प्लिज कमेन्टमा भन्नु ल। र गाइस म चाहिँ अब कन्फ्युज भइरहेको थिएँ कुन चाहिँ लिनु कुन चाहिँ नलिनु भनेर। अनि हस्बेन्डलाई सोध्छु, हस्बेन्ड चाहिँ भन्नुहुन्छ जुन पनि लिन राम्रै लिए भन्नुहुन्छ नि त। उसलाई त्यति साह्रो मतलब केही नै जान्नुहुन्न भनौँ न यी सब चिजमा। र मै चाहिँ मतलब हेर्छु कुन चाहिँ राम्रो पसन्द छ पसन्द छैन। अनि उसको पसन्द चाहिँ मलाई त्यति पसन्द पनि छैन क्या, उसको लागि खालि ठिकठाक हुनु भयो, त्यति नै हो। र गाइस हामीले चाहिँ यता आइसक्यौँ, घर आइसकेर खानासाना रेडी पार्दै थिएँ म चाहिँ। शाममा चाहिँ मैले बनाउँदै थिएँ पनिर। अनि हाम्रो लागि उसको लागि चाहिँ मासु थियो। ऊ आफै बनाउँदै थियो के। अनि तिम्रो बनाऊ, म अनि अहिले आफै बनाउँछु भन्नुहुँदै थियो। अनि म चाहिँ यता बनाउन सुरु गरेँ गाइस। र हुन त म मासु नखाए पनि म बनाइदिन्छु, मलाई चाहिँ अब बनाउन त्यस्तो अल्छी लाग्दैन। अनि तर मेरो हस्बेन्डलाई मिठो पनि लाग्छ मैले बनाएको, तर ऊ चाहिँ आज आफै बनाउने अरे। अनि मलाई भन्नुभयो तिमी मसला रेडी पारिदेऊ अनि म आफै बनाउँछु भन्न थाल्नुभयो भनेर चाहिँ मैले मसलाहरू चाहिँ रेडी पारिदिएँ गाइस। अनि तपाईँहरूलाई चाहिँ म यहाँ कन्टेनर देखाउँदै थिएँ, धोएर चाहिँ सुकाइरहेको छु, तर अहिलेसम्म केही सामानहरू हालेकी थिइनँ। र गाइस अनि यता फेरि आउनुभएछ हस्बेन्ड। अनि हस्बेन्डलाई चाहिँ म जिस्क्याउँदै थिएँ कि भिडियोमा। ऊ चाहिँ भिडियोमा आउन पटक्कै मन गर्दैन नि त, देखि नै खोज्दैन। अनि जिस्क्याउँदै थिएँ गाइस। सो गाइस